नमस्ते सबैलाई स्वागत छ है मेरो च्यानलमा। आज म तिहारको एकदमै मिठो परिकार फिनी कसरी बनाउन सकिन्छ भनेर देखाउन गइरहेकी छु। तिहारमा रोटीको कुरा गर्दा फिनीको नाम नलि त पुरै अधुरो लाग्छ हैन र। यहाँ मैले 2 केजी मैदाको फिनी बनाउन गइरहेछु। पहिले एउटा ठुलो भाँडामा मैदालाई चालेर राख्ने, त्यसपछि थोरै थोरै पानी हाल्दै मज्जाले मुछ्ने। लगभग 15-20 मिनेट जति मुछेर कडा नहोस् भनेर एउटा पोलिथिन ब्यागमा राख्ने। तर यहाँहरूले बोलले छोपेर राख्दा पनि हुन्छ। त्यसपछि स्वाटा बनाउने तयारी गरौँ। यसको लागि मैले आधा किलो मसिनो पिसेको चामलको पिठो लिएकी छु। अब यसलाई पातलो मलमल वा सुतीको कपडामा चाल्ने। स्वाटामा चाहिने पिठो जति मसिनो भयो त्यति नै फिनी राम्रो पनि हुन्छ र पकाउँदा स्वाटा तेलमा त्यति झर्दैन। हजुरहरूले फिनी धेरै बनाउनुहुन्छ भने चामलको पिठो र घिउको मात्रा पनि बढाउनु पर्ने हुन्छ। अब भाँडामा आधा किलो भन्दा अलिक कम घिउलाई हाल्ने र यसलाई मज्जाले एकछिन फिट्ने। त्यसपछि अघि चालेको चामलको पिठोलाई अलि गर्दै हाल्दै फिट्ने। फेरि बाँकी रहेको घिउलाई पनि हालेर चामलको पिठोलाई 15देखि 20 मिनेटसम्म मज्जाले फिट्ने। अब यो हाम्रो स्वाटा तयार भयो। अब फिनी बनाउने तयारी गरौँ। सबैभन्दा पहिला अघि मुछेको मैदालाई 4 भाग गर्ने र बेल्ने ठाउँमा रिफाइन तेल लगाएर बेल्न सुरु गर्ने। यतिको बेलिसकेपछि चारैतिरको साइड काट्ने। यसलाई हामीले न पातलो न मोटो बेल्नु पर्छ। अब स्वाटालाई माथिबाट चारैतिर बराबर गरेर लगाउने। सबै ठाउँमा राम्रोसित लगाइसकेपछि एक छेउबाट बिस्तारै भिडियोमा देखाएको जस्तै रोल गर्दै जाने। यसरी रोल गरिसकेपछि यसलाई बराबर भागमा काट्न सुरु गर्ने। त्यसपछि काटेकोलाई हल्का दबाउँदै बेल्नको लागि तयार गर्ने। अब बेल्न सुरु गरौँ। यसरी बेलेर तयार भएपछि भिन्दै डिजाइनमा कट बनाउँदै तयार पार्ने। अब फिनी पकाउनेतिर लागौँ। पहिला कडाईमा 1 लिटर रिफाइन तेल हालेर तताउने। तेल ठिक्कको तातिसकेपछि फिनीलाई बिस्तारै हाल्ने र भिडियोमा देखाएको जस्तै गरी पकाउने। हामीले यो फिनी पकाउँदा मिडियम हिटमा बनाउने हो। कतिले त पानीमा पनि डुबाएर पातलो कपडाले पुछेर पकाउने गर्छन्। आज मैले पनि यो स्टाइलले थोरै फिनीलाई पकाएर ट्राई गरेको छु। तर धेरै जस्तो त पानीमा नडुबाइकन नै पकाएको छु। यसरी पानीमा डुबाएर पकाउँदा पनि राम्रै हुँदो रहेछ। अब यो सबै फिनीहरू पाकेर तयार भइसकेको छ। यहाँहरूलाई यो फिनी बनाउने तरिका कस्तो लाग्यो? मन परे लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनुहोला। फेरि अर्को भिडियोमा भेट्ने नै छु।
तबसम्मको लागि नमस्ते।